अब होइन मलाई त भर्खरै आएको उसको र मलाई भर्खरै सुनाउन आएछन् तपाईँ त दाइ तपाईँ त गाउँ ठाउँको भएपछि त भन्नु पर्यो नि त होइन जानकारी गराउनु पर्यो नि तपाईँको गाउँ ठाउँको मान्छेलाई त्यो त ढुक्क हो कसरी गराउनुहुन्छ त ल भन्नु त अब गाउँको मान्छेलाई जानकारी गर्नु पर्यो नि त घटना भयो भनेर कसरी गराउनुहुन्छ भर्खरै त जानकारी होइन। गर्दैछन्, मान्छे खोज्दैछन् गाउँमा पनि मान्छे कता कतिपय गइ पुगिसके हन् ए होइन हजुर हजुर हो यो चिज हो नि त सही सही भनेपछि त्यहाँ मान्छेहरू गाउँको मान्छे पुगिसक्यो होला पुगिसके ल त्यति ढुक्क हुनुहुन्छ राम्रो कुरा होइन मान्छेहरू भनेको त गाउँ समाजको मान्छे भएपछि त यो सूचना पाउने बित्तिकै त गाउँको त जानु पर्यो नि त यहाँ उदिका मान्छेहरू जस्तै मसँग आउँछन् अब यताउता के गर्ने हो भनेर सोध्न ए हजुर हजुर हो त्यसरी हजुरलाई पनि सोध्नुहुन्छ जे होस् गाउँको मान्छे राय सल्लाह लिनुहुन्छ हो हजुरको घर त यही हो नि दाइ होइन यही हो नि एकदम यही हो ठ्याक्कै यही हो